ज्ञापन पत्र दिने कार्यक्रम त्यसले चाहिँ तयारी आधार त्यो घेराउ अथवा कार्यक्रमको आधार तयार गर्दै गर्दै अब 8 हो कि 10-12 कहिले हो त्यसमा चाहिँ अलिक बृहत खालको कार्यक्रम चाहिँ गर्नु होला। यो 25 गतेको लागि वनभोज कार्यक्रम तय गरेको भोज कार्यक्रम चाहिँ यति बेला चाहिँ औचित्य छ जस्तो मलाई चाहिँ लागेको थियो। यहाँले कुन आधारको यो कार्यक्रम तिनका नेतालाई बनाइयोस् अनि मात्रै हाम्रो उपलब्धि हुन सक्छ भन्ने मेरो ठाउँमा छ। धन्यवाद। भित्र बन्न सक्दैन भन्ने कुराको एउटा आकलन निस्किसकेको अवस्थामा राष्ट्रिय सहमति कसरी गर्ने र 6 महिनासम्मको या कतिसम्मको समय अवधि हामीले थप्न सक्छौँ, त्यो समय अवधिलाई कसरी थप गर्न सकिन्छ, त्यो खालको वातावरण अब भरसक त जेठ 14 मै हुन्छ भनेदेखि त्यसैले हामी प्रयास गर्ने हो। सबैको दबावले सबैको यो प्रयासले हामीले यो दबाव दिँदा हाम्रो सङ्घ र हामीसँग आबद्ध सङ्घ संस्थाहरूले राष्ट्रिय सरकार या राष्ट्रिय सहमति गरेर कस्तो तरिकाले चाहिँ हामीले समय अवधिलाई थप गर्न सक्छौँ यो कुरालाई पनि हामीले मध्यनजर गर्दै हो कि र यसलाई पनि हामीले चाहिँ दबावमूलक यो अब जेठ 14 मै बनिसकेन भनेदेखि चाहिँ अबको 6 महिनाभित्र चाहिँ 6 महिना नपटोस् त्योभन्दा अगाडि बनिसक्नुपर्छ र यो अब 14 भित्र सहमति नभएको खण्डमा गृह युद्ध हुने हो कि भन्ने खालका विभिन्न आकलनहरू गरिरहेको यो अवस्थामा मुलुकलाई शान्ति सुव्यवस्थाको निमित्त हामीले दबाब दिनुपर्छ भन्ने मलाई लागेको छ। र वैशाख 14 को 24 को 25 को वनभोज कार्यक्रमलाई केही पछाडि या केही अगाडि थाल्नुपर्छ र बन्द चक्काजाम गर्दा मात्रै हामीले चाहिँ दरो र दबावमूलक कार्यक्रम गर्छौँ भन्ने खालको कुमारजीले कार्यक्रममा अलिकति राख्नु भएको छ। मलाई चाहिँ जहाँसम्म लागेको छ अहिले हाम्रो मुलुकले पर्यटन वर्ष 2011 मनाउन लागिरहेको बेलामा पर्यटकहरू विदेशबाट या स्वदेशमै हुँदा पनि स्वदेशी आन्तरिक पर्यटनहरू आउँदा पनि 1 वर्ष अगाडिको प्लानिङ गरेर उनीहरूले हाम्रो मुलुकमा पर्यटन व्यवसायहरूको निमित्त पनि एउटा राम्रो होस् र मुलुकलाई फाइदाजनक यसलाई आर्थिक पाटोमा समर्थन गर्न सक्छ भन्ने उद्देश्यले चक्काजाम र बन्ददेखि बाहेकका दबावमूलक जति नै जस्तो खालका दरो कार्यक्रम गरौँ तर बन्द र चक्काजामदेखि बाहेकको कार्यक्रम गर्नुपर्छ भन्ने चाहिँ मैले ठहर गरेको छु। हस्, धन्यवाद। जतिखेर आदिवासी जनजातिको हक हित सुनिश्चित भएर संविधानमा अहिलेसम्म गरेका आन्दोलन र मागहरू लेखिन्छन् त्यति बेला तपाईँ हामीले जहाँ जसरी पनि हामीले रमाइलो गर्न सक्छौँ। जुन सहरका कुराहरू आए ककस बनेको छ, ककसको कार्यक्रममा हामी कतिचोटि आउँछौँ, ककसलाई कहिले पनि भेटिएको छैन। ककसको अर्थ विभिन्न तरिकाबाट लाउने अवस्था भइसकेको छ। त्यही बिहान 11 बजे गर्ने भन्ने कार्यक्रम यो 15 मिनट भनेको वास्तवमा हाम्रो 15 घण्टासम्म हामी त्यहाँ निरन्तर हामीले घाँटी सुकाएर कराए पनि हाम्रो माग नलेखिने अवस्था छ। यो 15 मिनट भनेको उनीहरूको लागि केही पनि होइन। त्यसले गर्दा यसको लागि अलिकति कार्यक्रमलाई अलि प्रेसर युक्त बनाउने हो भने यहाँ जति पनि जातीय सङ्घ संस्थाका साथीहरू छ उहाँहरूलाई चाहिँ भनेर मास लिएर धेरै बेर हामीले चौतर्फी ढङ्गबाट चाहिँ जुलुसै आएर अलिकति प्रेसर दिन सकिन्छ कि भन्ने मलाई लाग्छ। किनभने क्षेत्रीहरूले पनि एकचोटि कार्यक्रम गर्दाखेरि यो पुरा उपत्यकामा कस्तो खालको प्रभाव परेको थियो तपाईँ हामीसँग अवगतै हुनेको कुरा हो। त्यसले गर्दाखेरि उनीहरू हिजो जन्मेर त्यसरी कुरा गरिरहेका छन्। हामी त धेरै अगाडिदेखि 1-2 दशकभन्दा बढी आन्दोलन गरिसक्दा पनि आजसम्म हाम्रो समस्या जीवका तीव्र रहेको अवस्थामा तपाईँ हामीहरूले चाहिँ अलिक गहन अध्ययन गरेर आफूलाई कुन ठाउँमा चुकेका छौँ र ती कमी कमजोरीहरूलाई चाहिँ अलिकति गहन अध्ययन गरेर यहाँहरू यति धेरै प्रमुख व्यक्तित्वहरू हुनुहुन्छ। यहाँको अगाडि मैले धेरै कुरा बोलिरहँदा सायद मेरा कुराहरू नमिठा पनि हुन सक्छन् अथवा नपुग्न पनि सक्छन्। त्यसले गर्दा जुन खालको यो कार्यक्रमहरू छ वनभोज भन्दा पनि मलाई लाग्यो र आजकै यसै कार्यक्रमले हुन्छ कि अथवा अर्को बैठकले हुन्छ कि यदि हामीले जनजातिको अधिकार सुनिश्चित गर्ने नै गर्नकै निमित्त तपाईँ हामी अग्रजहरू नेतृत्व वर्गहरू अगाडि लड्ने हो भने एउटा सङ्घर्ष समिति पनि गठन गर्नुपर्छ होला। अपनाका जनजातिहरूको आबद्ध संस्था भएर पनि हाम्रो अनुपस्थिति रहनुको कारण के त? हामीलाई कि जनजाति महासङ्घले सचेतना नदिएको हो कि हामीले कुरा नबुझेको हो कि हाम्रो आन्दोलन हाम्रो अधिकार कहाँ छ के भइरहेको छ भनेर हामीले नबुझेको हो कि यी कुराहरूलाई पनि वर्तमान सचिवालयले
सोच्नुपर्ने जस्तो लाग्छ मलाई। यदि हामी साँच्चै नै जनजातिकै हितको लागि लड्ने हो भने निस्वार्थ भावनाले जनजातिको उसमा लाग्नुपर्छ। तपाईँ हामी सबै एकजुट भएर मात्रै भन्ने लाग्छ। हामी हिजो इतिहासदेखि हामी यो देशका आदिवासी जनजाति हौ भन्छौँ। अहिले अब छेत्री बाहुन त होइन, छेत्रीहरू सबै हामी पो। हामी चारवटा क्षेत्रमा सचिवालयका साथीहरू विभाजित भएर 25 गतेदेखि उता 30 गतेसम्ममा क्षेत्रीय भेलामा भाग लिन्छौँ र अन्तिम चाहिँ काठमाडौँमा समापन हुन्छ र त्यति बेला सबै सचिवालयका साथीहरू उता क्षेत्रबाट चाहिँ काठमाडौँ पुगिसकेको हुन्छ। एउटा कुरा वनभोज कार्यक्रमको असाध्यै राम्रो उद्देश्य छ। त्यो के हो भन्दाखेरि कतिपय हाम्रा आदिवासी सभासदहरूको उसकै जातीय समुदायसँग राम्रो अन्तर्सम्बन्ध नभएको हुनाले उसमा नैतिक दबाव पनि अलिक कम परिराखेको छ। र त्यो वनभोज कार्यक्रममा तामाङ साथीहरूले तामाङको सभासदलाई, गुरुङ साथीहरूले गुरुङ सभासदलाई, त्यस्तै आफ्नो समुदायका साथीहरूले ती सभासदहरूलाई एउटा अनौपचारिक भेटघाटमा पनि है यो संविधान सभामा तपाईँले हाम्रो मुक्तिको लागि पार्टीभन्दा हाम्रो अनुहार हेर्नु होला भन्ने एउटा अनौपचारिक चाहिँ छलफलबाट पनि एउटा नैतिक दबाव सृजना गर्न सक्नु होला भन्ने हेतु यो चाहिँ वनभोज राख्यो। यो खालि एउटा मनोरञ्जनको ध्येयबाट मात्रै होइन। तपाईँलाई थाहा छ कतिजना तामाङ समुदायका साथीहरू अहिले पनि तामाङ सभासदहरूसँग प्रत्यक्ष भेटेर कुरा राख्न पाइराखेको अवस्था छ। त्यसको लागि 218 सभासद र ती सभासदको सम्बन्धित जातीय समुदायभित्र एउटा रोचक खेल हामी प्रस्तुत गर्दैछौँ। यस्तो खेल जसले उसको बिचको अन्तर्सम्बन्धलाई अझै सुदृढ पार्ने केही मद्दत पुग्छ र त्यसैले हेतु यो वनभोज कार्यक्रम राखेको हो। र मैले एउटै खालको मिति 25 गते ठ्याक्क 25 गते होइन, हामी 25 गतेदेखि उता वनभोज कार्यक्रम सक्यो लगतै हामी चाहिँ क्षेत्रीय भेलामा जान्छौँ र अन्तिममा चाहिँ यो वैशाखको अन्तिमको समापन काठमाडौँ गर्ने हाम्रो सबैलाई नदोहोऱ्याइदिनु यो प्रसङ्गलाई पनि नदोहोऱ्याइदिनु म अनुरोध गर्छु। धन्यवाद। अनि अर्को त्यो 3 नम्बर गेटमा हामी उपस्थित हुन्छौँ। त्यहाँ ठुलो स्टेज निर्माण भएको हुन्छ र त्यहाँ सम्पूर्ण आदिवासीहरूको चाहिँ मौलिक संस्कृतिको प्रदर्शन हामी त्यहाँ 1-1.5 घन्टा भएर हाम्रो चाहिँ विविधमा हाम्रा चाहिँ पूर्व सल्लाहकारज्यूहरूबाट, हाम्रो नेपाल आर्य वर्तमान अध्यक्षज्यूहरूबाट जनजातिको आन्दोलन 31 जुलाई 2009 भित्र नेपाल आदिवासी जनजाति महासङ्घले चाहिँ पत्रकार सम्मेलन गरेर चाहिँ स्वीकार गरिसकेको अवस्था छ, समर्थन जनाइसकेको अवस्था छ। तर अब यो साँच्चै यो 14वटा प्रदेशले हामी सम्पूर्ण आदिवासी, तर म आफैले पनि प्र्याक्टिकली गएर हेर्दाखेरि जस्तो पदाधिकारीले यस्तो कार्यक्रम ल्याउने, तलकोले तताएर झोसेर एकदम जोरदार रूपमा कार्यक्रम ल्याउने, म पनि केही जोरदार कार्यक्रम देऊला। तर जोरदार रूपमा कार्यक्रम ल्याउँदा आफ्नो मनबाट नआएको कुरा अर्काले गर भनेर गर्नु मन लाग्दैन, गर्न सक्दैन। त्यो कुरा चाहिँ ध्यान दिनुहोस् कि एउटा कुरा। तर जसले दिनुभयो तपाईँ आफूले चाहिँ त्यो गर्नुहुन्छ, तर अर्कोलाई चाहिँ त्यो सुझाव छैन, त्यही कारण अर्कोले गर्नुहुन्न। गर्ने बेलामा, काम गर्ने बेलामा निश्चित रूपमा समस्या छ। त्यस्तो समस्या के छ म दिनभरि विश्लेषण गर भनेर म गरिदिन सक्छु। र केही समस्याहरूको बारेमा टेलिग्राफमा अङ्ग्रेजीमा आउन थालेको छ अस्तिको हप्तादेखि। अब यहाँ के भन्नु भने कुरा त थुप्रै आयो। कार्यक्रमहरूको बारेमा कुरा गर्दाखेरि जस्तो एउटा काम चाहिँ यो गर्नु सकिन्छ होइन। जस्तो एउटा काम चाहिँ के गर्नु पर्यो भने अनि 3 दल मात्र होइन, मधेसवादी दल पनि छ। झन् राजकुमारजी आफै यो के थारू र मधेसको विरुद्धमा भिडिरहेको बेलामा त्यो मधेसवादी दलहरू पनि छ। अब त्यो आफ्नो यहाँ सबैको कसैको दलीय आस्था हुनसक्छ। त्यो दलीय आस्था आफैमा समस्या होइन, तर दलबाट निर्देशित भयो भने समस्या हुन्छ, त्यो अर्कै कुरा। मैले भने अघि केपी ओलीले अन्तिम समयमा आएर आन्दोलन फिर्ता गरिदेऊ भने यदि म चाहिँ अथवा मेरा साथीहरू एमालेको भक्त भएको भए के गर्थे, प्रश्न त्यहाँनिर छ। तर त्यस्तो ठाउँमा भोलि बाबुराम र प्रचण्डले पनि भन्न सक्थ्यो। त्यसमा माओवादीको भक्त सुरेशजी हुनुभयो भने त्यसमा